अब हामी जाँदैछौँ अकला देवी दर्शनको लागि हैन। गर्मी गर्मी भएको छ यार अवस्था। त्यही पनि विन्ड चिटर त लगाएको छु। सरर यस्तै छ बाटो चाहिँ हैन। मजाले कहिदिम न दर्शन हान्ने माथि है छ। सरर जाम भन्दा जाम लोटिन्न केही हुन्न। जाम आफै लोटिदिउँला फेरि। उकालोमा हिँड्ने बानी हरायो। हिँड्न त हिँड्या हो पहिला कहाँदेखि कहाँसम्म स्कुल पढ्नलाई भनेर पुरा पहाड चढ्दै अहिले चाहिँ यति हिँड्दाखेरि स्यासेर फ्याफे यहाँ अझै थप लोड बोक्दै हिँड्दैछन्। भान्जोलाई त केही ननि बोक्नु त पर्यो होइन र। गाह्रो छ नि मामाज हुनलाई पनि। स्यासेर फ्याफे पर्दै कहाँ यहाँ खडा छ नि हेर्दाखेरि चाहिँ केही देख्दैन होइन। तर सही हो एकछिनमा अहिले बनाउने तिमीले ब्लग माथि आएर उछिट्टला फेरि अब भन्छ अकला देवी पाल्पामा रहेको होइन। भालेपासबाट माथि डाँडामा पर्छ। यही बनेको धेरै पहिलेको तर अहिलेसम्म आएको छैन। कहाँ टाढा पुगिन्छ होइन। तर नजिकको तीर्थहरूलाई भने जस्तो फर्स्ट टाइम आइयो हामी। मन्दिर चाहिँ खासै भव्य त होइन तर जोस माता हो होइन। एउटा पहिलेदेखि ठाउँलाई मान्ने र पुज्दै आएको ठाउँ अकला देवी माइकी जय। आइयो हामी फाइनल्ली। जय हो माता कि जय हो। बाहिरको परिक्रमा गरौँ धेरै बाहिरबाटै गरेछ। भित्रबाट गर्दा पनि हुन्छ। जुत्ता लागेको भएर चाहिँ मैले बाहिरदेखि राउन्ड हानेको होइन। भित्रबाट पनि हान्छु भन्न त सुरुमा बाहिरदेखि नै राउन्ड हान्दै ठिकै छ। जसो गर्दा नि हुन्छ। क्या चिज जुत्ता खोल्नु त्यो छालाको जुत्ता हो।
होइन कहाँ छाला पाउँछ ठुलो गल्ती भएछ नाम देवीको नाममा अन्तर पर्छ कोकल देवी गरे यहाँ त के लेखेको छ भन्दाखेरि देवीको नाम कलङ्की देवी लेखेको छ क्या कता हिँडेको